नमस्कार मेरा सम्पूर्ण मित्रहरूमा फेरि पनि हजुरहरूको समक्षमा एकदमै महत्त्वपूर्ण भिडियो लिएर उपस्थित भएको छु है। र कृपया यो भिडियो तपाईँहरूले सक्दो सेयर गरिदिनुहोस्। अनि यो भिडियो विषय रहेको छ डिलिटेड भोटर्सहरूको अपिल कसरी गर्छ त है। र डिलिटेड भोटर्सहरूको अपिल गर्ने दुईटा तरिका हुन्छ। एउटा चाहिँ फ्रेस अपिल हुन्छ है, सिधै तपाईँको फोन नम्बर अनि इपिक नम्बर हालेर गर्ने ठाउँ हुन्छ है। र त्यो ठाउँबाट तपाईँको भएन भनेदेखि चाहिँ यो अर्को ठाउँ छ, मैले भिडियोमा देखाइ पनि दिएको छु है। र यहाँ गएर तपाईँको जुन नोटिस आएको थियो बिएलओको मार्फत तपाईँले जुन नोटिस पाउनु भएको थियो है, त्यो नोटिसको रेफरेन्स नम्बर हालेर पनि यो ठाउँबाट तपाईँले आफ्नो भनौँ अपिल गर्न सक्नुहुनेछ। तपाईँको है यो जुन भोटर सम्बन्धित जुनै पनि काम छ भनेदेखि तपाईँहरू यो सिटिजन सर्भिस पोर्टल अथवा यो उयसमा गएर voters.eci.gov.in गर्नुहोस् है। यो खोलिन्छ, यहाँनिर तपाईँको सबै काम हुन्छ है। तपाईँको यो के अरे ई भोटर्स डाउनलोडदेखि लिएर है, फर्म नम्बर 6देखि लिएर फर्म नम्बर 7, 8 सबैको हुन्छ। र अहिले भने म तपाईँलाई अपिल कसरी गर्छ भनेर है, जति पनि तपाईँहरू भोटर कार्ड डिलिट भएको छ नाम है, यो सबमिट अपिल फर इन्डिभिजुअल्स अन्डर एजुकेसन यहाँनिर गएर गर्नुपर्ने हुनेछ है। र यदि तपाईँहरूको यो ठाउँबाट भएन भनेदेखि चाहिँ तपाईँहरूको अर्को ठाउँ हुन्छ, अर्को जग्गा छ है। त्यो जग्गा म तपाईँलाई देखाउँदैछु। अर्को जग्गा छ यो तपाईँको सबमिट अपिल है। सबमिट अपिलमा गएर तपाईँले क्लिक गर्नुहोस् है। क्लिक गरेपछि चाहिँ तपाईँको यो रेफरेन्स नम्बर छ नि, तपाईँलाई जुन त्यो नोटिस पठाएको थियो है, नोटिस पठाएको थियो भने चाहिँ यो रेफरेन्स नम्बरद्वारा तपाईँले अपिल गर्न सक्नुहुनेछ है त।